ल सुरु गरौँ है त। नमस्ते। नमस्कार सर। सबभन्दा पहिला मेरो तर्फबाट म तपाईँभन्दा अब सानो एज भएर सानो होइन पनि ठुलो तपाईँलाई नै नमस्कार गर्न चाहन्छु। अनि धनगढीमा तपाईँ आएर अनि तपाईँबाट एकदम मैले चाहिँ शिक्षा लिन पाउँदाखेरि होइन तपाईँलाई म एकदम आफ्नो गुरु समान मानेर नै नमन गर्न चाहन्छु सर्वप्रथम होइन। हजुर ल अब तपाईँको हामीले हिजो अस्ति चाहिँ जुन कथा सुन्यौँ होइन सङ्घर्षको बारेमा र नेपालमै बसेर के गर्छु भन्ने जुन तपाईँले भावना निकालेर काम गर्नुभएको छ नि त्यो चाहिँ प्रेरणादायी लागेर मैले तपाईँसँग यो सानो कुरा गर्न लागेको। आफूलाई लाग्यो तपाईँ जस्तो 2 रुपियाँबाट सुरु गरेर अहिले चाहिँ जुन होटलसम्म पुग्नुभयो त्यसको पछाडिको कारण सुख दुःखको कुराहरू कति गाह्रो भयो होला होइन एकदम त्यो कुराहरू तपाईँले भनिदिनुहोस्। गाह्रो भयो नि सर। अब मैले भने नि म एकदम निम्न वर्गको फ्यामिलीको मान्छे हो होइन। पहिला त हामीलाई अब घरमा खाना लाउनै गाह्रो थियो होइन। सबभन्दा अब मेरो 5वटा भाइ बहिनीहरू छन्, एउटा भाइ अनि 4टा बहिनी हो हामी होइन। अनि चाहिँ हामी अब त्यस्तै हुर्कियौँ भनौँ न। अब गाउँघरतिरको चोयाको मोट्टामा सुत्ने, बिहान उठ्दाखेरि छाप परिरहने त्यही स्थितिमा पनि हामी हुर्क्यौँ होइन। अनि हुर्किसकेपछि अब मेरो लगभग 12 वर्षको उमेरमा मेरो बिहे भएको हो। गाउँ कुन भन्नुभयो तपाईँको? मेरो बजाङ जय पृथ्वी नगरपालिका 3 नम्बर। हजुर। अनि 12 वर्षको उमेरमा चाहिँ मेरो बिहे भयो। बिहे भइसकेपछि पनि मैले बिहेमा अरू कुरा चाहिँ मलाई केही थाहा थिएन होइन। बिहे के हो भन्ने पनि थाहा थिएन भनौँ। एउटा अठोट चाहिँ थाहा थियो कि मलाई बाउसँग नि भनेको थियो कि मेरो पढाइ चाहिँ रेगुलर हुनुपर्छ। त्यो यति चाहिँ थाहा थियो। मैले बालाई भनेको थिएँ कि तपाईँको घरको घडा ताउला भन्छ हाम्रो गाउँतिर होइन, त्यो चाहिँ बेचेर भए पनि म चाहिँ पढ्छु होइन। घरबाट सपोर्ट नभए पनि तपाईँले चाहिँ सपोर्ट गर्नुपर्छ भन्ने अठोटमा बाउसँग अब त्यही कुरा गरेर चाहिँ मैले बिहे गरेको। अब बिहे गरेपछि जे होस् हाम्रो घरमा बाउभन्दा नि राम्रो मेरो ससुराबा अनि सासुआमा होइसिन्थ्यो होइन। सासुआमा ससुराबाले नि कहिले मलाई त्यस्तो पढ्नमा चाहिँ रोकटोक गरेन। म 11-12 वर्षमा म नि खाना खाने अनि भाँडा धुने अनि सबै काम गरेर चाहिँ स्कुल पनि जाने पढेँ होइन। अनि 10सम्म मैले पाण्डुमावि हाम्रो पणेश भन्ने हाम्रो सुदूरपश्चिम बजाङकै स्कुलमा पढेको। त्यहाँबाट एसएलसी 2nd डिभिजनमा पास गरेको मैले। अनि पास गरिसकेपछि चाहिँ अब के गर्ने भन्दाखेरि अब जेटिओ पढ्ने भन्ने भयो होइन। त्यो बेला अब लगभग बिहे गरिसकेपछि हाम्रो घरमा फेरि नाजुक स्थितिकै घरमा भयौँ हामी। आर्थिक अवस्था एकदम गाह्रो सर। अनि त्यहाँबाट हामीले बारीमा रायो फलाउने आफ्नै होइन सानो बारी थियो। अनि त्यहाँ ससुराबाहरू आमाहरू अनि सबैले नि सहायता गर्नुहुन्थ्यो। एक्लै मेरो त हुँदैन थियो होइन। तर मेरो चाहिँ थोरै दिमाग मात्रै हो। अनि ससुरा बाउले चाहिँ सबभन्दा मलाई सपोर्ट गर्नुभयो, मेरो बुढाले सपोर्ट गर्नुभयो होइन। एकदम राम्रो सपोर्टेड परिवार। अनि गाईहरू पाल्ने, गाई बेच्ने अनि दुध बेच्ने, घिउ बेच्ने अनि त्यहाँबाट नि अलिकति खर्च चलाउने हामी होइन। अनि 2 रुपियाँ मुठो रायो थियो सर त्यति बेला। म 5-6 कक्षामा पढ्दाखेरि आफ्नै बारीको बेच्ने, डोकोमा बेच्ने, चैनपुर बजार आउने अनि बेच्ने होइन। अब ज्यादा से ज्यादा अब 2 रुपियाँ मुठो भन्दाखेरि 50 मुठा लग्यो भने त 6 रुपियाँ मात्रै हुन्थ्यो होइन। त्यसले चाहिँ अब साबुन सोडा यताउति लाग्ने फिस अनि कापी कलम यता सबै मैले त्यहाँबाटै भ्याएको। त्यसपछि चाहिँ एसएलसी पास गरेपछि अनि बल्ल जेटिओ पढ्ने भन्ने भयो। जेटिओ पढाइसँगै मैले फेरि व्यवसाय पनि सुरु गरेँ। अब सानै व्यवसाय भनौँ सर। अब हाम्रो के ठुलो व्यवसाय हुन्थ्यो होइन। सानै एकदम 8 चाहिँ भयो होइन। गाउँमा सबैलाई पनि थाहा छ मैले त्यहाँ बेमौसमी खेती सुरुवात गरेको थिएँ। फर्स्ट एउटा प्लास्टिक घरबाट सुरु गरेँ हो। त्यसमा मैले काँक्रा भक्तपुरी लोकल काँक्राको जातदेखि लिएर टमाटरहरू लगाउने, मनिषा सिर्जना जातको टमाटरहरू लगाउने होइन। त्यहाँबाट नि चैनपुर अब बजारमा आफै बेच्न आउने, फेरि दिनभरि बजारमा बस्ने बेच्ने अनि साँझ अलि पैसा दिएर घरमा जाने होइन। त्यो गरेर पढाइ पनि गरेँ। अनि शनिबारको दिनमा त्यो तरकारीहरू टिपेर बेच्ने, आइतबारदेखि फेरि कलेज जाने। अनि जेटिए पनि पास गरेँ मैले होइन। सँगै अब कलेजमा पनि मैले एडबाट भर्ना गरेको, सँगै कलेज पनि पढाइ चालु गरेँ। अनि त्यहाँबाट चाहिँ अब त्यो गरिसकेपछि लगभग अब मसँग त्यसमा घर खर्च चलाएर 15-20 हजार रुपियाँ थियो। त्यो पढ्दाखेरि पनि मेरो 40-45 हजार रुपियाँ फी लागेको थियो। त्यो तिर्नसम्म पनि क्षमता थिएन। कहिलेकाहीँ त अब फेरि टेक्निकल कलेजमा पढाइ गर्न तरकारी बेचेर भ्याउँथ्यो। फेरि उता रेगुलरमा त एडमा भर्ना गर्ने बेला एक दिनको कहानी मेरो के भएको छ भने 1600 रुपियाँ क्याम्पसमा फिस लाग्थ्यो हेर्नुहोस्। त्यो तिर्न नभएर मैले एक दिन बिहान नै शनिबारको दिनमा नाम्लो बोकेर बजार आएँ। बजारमा पहिला त्यो चैनपुरमा हाम्रो पुल पढेको थिएन, बाउलीगाड पुल। अहिले त पक्की पुल छ, हजुर गएपछि देख्नुहुन्थ्यो होइन।
त्यहाँ पुल परेको थिएन त्यसमा चाहिँ हामी के गर्नुपर्ने भने ट्रकको उतार्नुपर्ने सामानहरू त्यो ट्रक अनलोड गरेर अनि त्यो रक्सीको पेटीहरू पिठीमा बोकेर 50 केजी बराबर 50 रुपियाँ दिन्थे एकचोटि फालेको होइन 50 केजी सामान लग्यो भने अनि मैले 50 सिमेन्टीको कट्टाहरू लग्ने एकचोटिको 50 रुपियाँ दिने गरेर दिनभर फालेर 1550 रुपियाँ कमाएँ 50 रुपियाँ कम पर्यो हेर्नु होइन 50 रुपियाँ कम परेपछि अब के गर्ने भनेर अनि त्यहाँ एउटा मेरो घडी साडी बिग्रेपछि बनाउने दाइ थियो कि पसलले त्यसलाई आज 50 रुपियाँ दिए भोलि तँलाई दिन्छु भनेर अनि मागेँ अनि बल्ल क्याम्पसमा फी भरे होइन अझ 150 रुपियाँ मिलेन फोटो खिच्नलाई अनि त्यो पनि सापट्टि गरेर अझ फेरि भोलिपल्ट बिहान आएर भारी फालेर अनि त्यो चाहिँ गरेको मेरो कहानी अब त्यस्तो नानी पेटमा थियो मेरो होइन दुईटा नानी छ मेरो अनि एउटा चाहिँ अहिले 8 क्लास पढ्दैछ एउटा चाहिँ 6 क्लास पढ्दैछ अहिले अब यो जुन तालिम लिन आउनु भएको छ नि यो लिन आउनुको कारण यो हो सर मैले होटल चाहिँ खोलेँ होइन होटल खोलेपछि विशेष अहिले चाहिँ म आफ्नो होटलको कुक पनि मै हो सर्भिसर पनि मै छु होइन म्यानेजर पनि आफै साउ पनि आफै छु होइन अहिले अनि अब त्यो चाहिँ गर्दाखेरि चाहिँ अब आफै कुकिङ गर्ने आफै सर्भिस गर्ने गर्दाखेरि कहिले यता भ्याउने कहिले उता भ्याउने छ नि स्टाफ खोल्ने बेलासम्म आउँदाखेरि त तपाईलाई त आर्थिक भार त पर्यो होला एकदम त्यही त 2 लाख रुपियाँ भने नि मैले जागिर गरेँ मैले ग्रामीण जल स्रोतमा जिटिए पास गर्ने बित्तिकै जागिर पनि गरेँ बिचमा जागिर गरेर चाहिँ मसँग समथिङ 2 लाख रुपियाँ जति लगानी थियो अनि मलाई त्यो हाकिमहरूको टोकाई आज यता जानुस् है जानकीजी भोलि उता जानुस् है जानकीजी मलाई यो मन परेन कि अनि त्यसमा आफै गर्नुपर्छ तिम्रा भन्ने भएर अनि म चाहिँ 68 सालमा चाहिँ म सुरु धनगढी आएको अनि त्यसपछि मैले व्यवसाय सुरु गरेको भनेको चाहिँ 72 सालमा 68 सालमा म जागिरको लागि धनगढी आएको मान्छे 68 देखि 72 सम्म मैले जागिर गरेँ होइन 72 मा चाहिँ अनि मलाई त्यो मन परेन धेरै झ्याउ भयो अनि मैले छोडिदिएँ जागिर आफै छोडेर अनि धनगढी आएर चाहिँ मैले 2 लाखमा अर्काको होटल भाडामा फेरि घर त भाडामा छ होटल पनि भाडामा लगेँ सामग्री पनि उसैको भाँडाकुँडा पनि उसैको होइन सिर्फ भाडामा चलाइदिए बाफत अब भनेको अहिलेको हिसाबमा भने म्यानेजमेन्ट लिनु भएको छ एकदम अनि भाडामा लगे 2 लाख रुपियाँ तिरेर आफ्नो अलिकति आफूले सामान हालेर जोड जुगाड गरेर अनि पछि त्यहाँबाट त्यही होटल मैले 5 लाखमा पछि होटल किने त्यही होटल किने जो होटल भाडामा लगेको थियो त्यही होटल 5 लाखमा किने 5 लाखमा किनिसकेपछि त्यसलाई 6 लाखमा बेचेँ 6 लाखमा बेचिसकेपछि अलिकति आफूसँग 2-4 लाख रुपियाँ आफू सपोर्ट पनि थियो 6 लाखमा त्यो पनि बेचेर 18 लाखमा धनगढीमा यहाँ उत्तर बेडीमा होटल किने मैले सुरुवातीमा 18 लाख किने फेरि त्यहीँ कमाएँ त्यहीँ लगानी लगाएँ फेरि त्यहाँ कमाउँदै लगानी गर्दै अब लगभग मेरो बिल मसँग बिलै छ 58 लाखको बिल छ अनि कतिवटा कोठाको होटल भयो अहिले चाहिँ हाम्रो 10 वटा कोठाको छ 10 वटा कोठाको पहिला 6 वटा कोठाको नन एसी नन अट्याच रुमहरू थियो अहिले चाहिँ एसी अट्याच रुमहरू छ हामीसँग होटलको नाम चाहिँ सोल्टी होटल एन्ड लज छ अनि हाम्रो हल छ सानो हल छ मिटिङ सानोतिनो मिटिङ धेरै ठुलो बर्थडे पार्टीहरू यताउति गर्ने होइन अनि सानो मिटिङ गर्ने हल पनि छ मसँग अब जो कि केही थिएन मसँग एउटा मोटरसाइकल तक थिएन सर अनि त्यो होटल किनिसकेपछि त्यसैमा मैले एउटा मोटरसाइकल किने सोरुमबाटै 220 पल्सर किने अनि त्यो चलाउन चाहिँ हाम्रो अङ्कलले चलाउनुहुन्छ अनि यताउति मान्छे ल्याउनु पर्छ यताउति होइन अब त्यो चाहिँ त्यसमा पनि मैले स्टार्टिङमा 1,50,000 त्यहाँ जम्मा गरेर 4 लाखको मोटरसाइकल किनेको त्यो पनि कमाउँदै तिर्दै व्यथा त छ नि सर एकदम होइन अब यो त्यत्रो सङ्घर्ष गर्नु भएको छ त्यसपछि अहिले चाहिँ तब के लागिरहेछ भने म सबै ट्रेनिङ त गरिरहेछु तर जो गरिरहेको छु त्यो बेस्ट त हुन सक्छ तर बेटर चाहिँ गर्नुपर्छ मैले यो भन्दा भन्ने चाहिँ यहाँबाट सिकेपछि मैले के नि के जस्तै सर मैले आफ्नो दैलो पनि ननागेर यति कुरा सिकेको छु भनेपछि जब मैले गएर कसैबाट हजुर जस्तो गुरुबाट केही शिक्षा पायो भने योभन्दा केही राम्रो गर्न सक्थेँ कि भन्ने चाहिँ मलाई यो अझै पनि राम्रो गर्ने इच्छा चाहिँ छ एकदम सर एकदम अहिले म के बनाइरहेको छु भने जस्तै लोकल खाना मलाई गाउँमा के आउँथ्यो आमाले भात पकाउन सिकाउनु भयो रोटी पकाउन आउँछ भात पकाउन आउँछ त्यो भन्दा पनि फेसिलिटी केही दिन सक्थेँ होइन अहिले हाम्रो बन्ने भनेको कोदोको रोटी कोदोको ढिँडो अनि मकैको रोटीहरू मार्सी चामलको भात त्यो चाहिँ के भन्छ है गाउँले खाना भयो होइन यो सहरमा आएर चाहिँ अब यहीँ आएर मैले आजै खाना खाएँ होइन त्यसमा चाहिँ हिलकुइन चामल थियो मलाई सबै चामलहरू तरकारीहरू सबै थाहा छ होइन तर त्यो त हर दिन मान्छेहरूले खाएको हुन्छ यहाँको मान्छे यो एरियाको तराई एरियाको मान्छेले होइन
तर उहाँहरूलाई के हुन्छ भनेपछि हामीले त्यो गाउँले खाना मैले दिए बापत उहाँलाई गाउँको यादहरू आउँछ होइन। अनि त्यही चेलीबेटी समान मान्नुहुन्छ मलाई जो पनि त्यहाँ जानुहुन्छ होइन। उहाँहरू चाहिँ मेरो आमा बुवा दाजुभाइ नै मान्छु म, जो पनि जानुहुन्छ। अनि गाउँको याद आयो भन्नुहुन्छ। सिस्नोहरू बन्छ हाम्रो गाउँमा होइन। हामीले पनि खान्छौँ सिस्नो त हाम्रो घरमा त्यो सिस्नोहरू बन्छ मेरो होटेलमा चाहिँ होइन। अनि अब त्यही हो सर, अब त्यहाँबाट पनि मैले त्यही परिकारबाट केही राम्रो गर्न सक्छु कि यहाँबाट हामीले तपाईँलाई त्यही चिजलाई होइन अथेन्टिक खानेकुरा भनेर, अर्ग्यानिक खानेकुरा भनेर र गाउँले खानेकुरै भनेर एकदम हो गाउँले खानेकुरै बनाएर गतानी डुब्काहरू मैले त्यो बोर्डैमा त्यही छ सर मेरो होइन। अब यस्तो उस्तो चाइनिज कन्टिनेन्टल भन्ने चाहिँ छैन, यो नेपाल हो म त भन्छु होइन। म भन्छु यो नेपाल हो, नेपालमा चाहिँ हामी नेपाली नै भएर बस्नुपर्छ भन्छु। र यो कुरा सर विदेशमा जाने यताउति म किनभने मेरो नाता लाग्ने कसैलाई पनि विदेश नजानुहोस् भन्छु कि। यहाँको माटो यहाँको धुलो एकदम छ पनि हैन। अब यो विदेशमै जाने अलग नै सर, अलग किसिमको आफ्नोपन हुन्छ सर। यहाँ त मैले आज दिनभरि केही काम गरेन भने भरे कोही दिदीलाई खाना दिएन आज भोलि म गरिहालौँ भन्न सापट नै गर्नु। तर विदेश भनेको चाहिँ मलाई विदेश भन्ने बित्तिकै रुन मन लाग्छ हेर्नु सर। मलाई विदेश मन पर्दैन, पहिल्यैदेखि पनि मन पर्दैन थियो, अहिले पनि पर्दैन। अनि म आफ्नो छोराछोरी आफ्नो दाजुभाइलाई पनि यो भन्न चाहन्छु कि गरेपछि जे पनि छ गाउँमा पनि मैले कसैलाई सापट मागेको थिएन हेर्नु, कसैलाई पनि एकदम हात फैलाएर मसँग केही छैन। तर छन पनि केही थिएन, छन चाहिँ सबै थियो होइन। मैले गरेपछि चाहिँ त्यहाँ सबै थियो, अहिले पनि छ होइन। अब अहिले मैले गाउँबाट छोडेर आउँदाखेरि मेरो आफ्नो घरमा चाहिँ म यहाँ आएदेखि चाहिँ तरकारीको अलि सर्टेज छ। उनीहरूले आफूले खानालाई गरिरहेछन्, त्यस्तो व्यावसायिक चाहिँ कसैले गरेको छैन। बाआमाहरू बुढो हुनुहुन्छ होइन। त्यसको लागि तपाईहरुलाई धेरै शुभकामना हैन। धेरै तपाईले अझै अर्ग्यानिक खानेकुरै बेच्नुस्, आफ्नै रैथाने खानेकुरा नै बेच्नुस् हैन। हजुरहरूको सबभन्दा मलाई हजुरहरूको आशीर्वादहरू, हजुरहरूको सहयोग सपोर्टको जरुरत छ हैन। अनि म हजुरलाई बरु म आफ्नो कन्ट्याक्ट नम्बर पनि दिन चाहन्छु हैन। सबै दाजुभाइलाई पनि त्यो हो हैन। हाम्रो यो दर्शकहरुलाई पनि म अब त्यहाँ नाम राख्दिन्छु तपाईको। म उहाँहरुलाई पनि यो भन्न चाहन्छु कि धनगढी आउँदाखेरि चाहिँ एकदम सर, धनगढी आउँदाखेरि चाहिँ हाम्रो उत्तर बेडीमा सोल्टी होटल एन्ड लज छ हैन। र अब धेरै हाई लेभलको चाहिँ छैन, म जे छ आफूसँग त्यो नै भन्ने मान्छे हो हैन सर। अब हामीसँग एकदम धेरै लो क्वालिटी पनि छैन, हाई पनि छैन, ठिक ठिक हामी अनुसारको एकदम। अब हामी जस्तै सोझा साझा गरिबका छोराछोरीहरू हैन भनौँ न। अब गरिबकै भन्न मिल्दैन, हुने खानेको छोराछोरी पनि कहिलेकाहीँ चाहिँ आउन सक्नुहुन्छ हैन। एकदम अब कसैलाई चाहिँ लग्जरी नै चाहिन्छ भने चाहिँ त्यो चाहिँ अब हामीसँग उपलब्ध छैन, फेरि गराउँला पनि हैन। तर चाहिँ अब हामीले गर्ने क्षमता अनुसारको उहाँहरूलाई चाहिँ हामी एकदम दुःख दिँदैन, सुविधा दिँदैन, दिन्छौँ भन्ने चाहिँ आशा छ सर। अनि यहाँबाट केही कुरा सिकेर जाउँला र अझै पनि राम्रो गरौँला। यहाँभन्दा अब त्यो होटल नै बेचेर अब मलाई के इच्छा छ भनेपछि त्यो बेचेदेखि मसँग अलिकति पैसा हुन्छ, जति मेरो लगानी छ त्यति हुन्छ, त्यसको ठ्याक्क दोगुना लगानी लाएर चाहिँ म के बेस्ट गरौँ कि भन्ने सोचिरहेको छु। हस् धन्यवाद सर, हजुरको आशीर्वाद मिलोस् होइन। म चाहिँ यही भन्न चाहन्छु।